नि हाउ नि हाउ Yes. साथीहरू यतिखेर चाहिँ मसँग चाइनाका काका आउनु भएको छ यहाँ मेरो दोकानमा भेट्नको लागि एकदमै मिल्ने एकदमै अब हामीसँगै मिलेर काम गर्ने भन्दै मेरो भिडियो हेरेर यहाँ थाहा पाएर चाहिँ यहाँ आउनु भएको रहेछ उहाँले नेपाली बुझ्नुहुन्न म चाइनिज बुझ्दिनँ यहाँ समस्या के छ तपाईँको नाम के 3个。哦，李胜群， सुइछिङ 李胜群， ल बुझ्नेहरूले नि कमेन्ट गर्नु होला है त उहाँको नाम के हो घर चाहिँ कहाँ हो तपाईँ पाहाड घर 老家湖南， होला 湖南长沙。 खोला छाङ छ अब दाइ नभन्नु है त अनि परिवारमा को हुनुहुन्छ नबोल्नु नि दाइ तपाईँ नभन्नु नि 几个人？ नेपाली उहाँले भसाकै बुझ्नुहुन्न ल हेर्नुहोस् भाषा कति इम्पोर्टेन्ट छ भने नि भाषा भनेको सर्वेसर्वा पनि हो उहाँलाई अहिले मैले एउटा कुरो भिडियोमा नि भनेको थिएँ म तपाईँलाई 1 करोड दिन्छु है लिनुहुन्छ भन्यो भने सोध्छु हेर्नु है त तपाईँलाई म 1 करोड दिन्छु लिनुहुन्छ एक करोड दिन्छु लिनुहुन्छ ल बुझ्नु भएन हेर्नुहोस् यस्तो हुन्छ ल मैले जो गरे भने भाषा भनेको त्यस्तो कुरा हो भन्ने 就是说话的真的嘛，说话真的嘛，那说话不知道到1000万给你说的你没说 भाषा भनेपछि कति ठुलो कुरो छ होइन धेरै ठुलो कुरा हो पैसा भन्दा ठुलो कुरो भाषा होइन त भाषा भने भाषाले त्यस कारणले गर्दाखेरि अब उहाँ चाहिँ अब अहिले हाम्रो यहाँ सामानहरूको विषयमा चाहिँ हामी एउटा सल्लाह गर्नु पनि आउनु भएको रहेछ होइन ठिक छ मेरै यहाँ निर प्लाजा अन्डरग्राउन्डमा चाहिँ आउनु भएको छ हेर्नु भएको छ अनि उहाँले चाहिँ अब हामी 2 देशीय रूपमा चाहिँ सहमति भएको छ उहाँ र मेरो चाहिँ एउटा सहमति भएको छ उहाँ दाइले चाहिँ बुझाइरहनु पनि भएको छ अनि ओके अनि त्यसपछि चाहिँ यहाँ जति पनि सामानहरू आइरहेको छ चाइनिज नेपालीहरू जति पनि आउँदैछ अब उहाँबाट पनि म सहकारी र अरूसँग पनि हुँदैछ उहाँ पनि मेरो विशेष गरी भिडियो हेरेर यसरी आउनुभएको चासो दिनुभएको यति सोसियल मिडियाको करामत के हुन्छ भने तपाईँहरूलाई पनि केही सामान चाहियो भने चाहिँ एकदमै यहाँ पाउनुहुन्छ र विशेष गरी चाइनाका हरेक आइटमहरू चाहिँ उहाँहरूको फ्याक्ट्री पनि रहेछ उहाँहरूले बनाउनु पनि हुँदो रहेछ अहिले मसँग जस्तो यहाँनिर भएको सामानहरू यहाँ रेनकोटहरू छ ब्यागहरू छ यहाँ हाम्रो दाइ हुनुहुन्छ दाइ ठिक छ नि एकदम पर्फेक्ट एकदम भेट भयो होइन दाजुभाइ ल मिलेर काम गर्नुपर्छ उहाँलाई बुझाइदिनु होला काका हुनुहुन्छ उहाँ चाहिँ होइन काका चाइनिज काका हुनुहुन्छ एकदमै यसो हेर्दा पत्रिका छ यसो कुनै पत्रिका छैन किन छैन होला के भन्नु त मसो छ होइन दिनै म त्यहाँ उसले बुझाउँछु मैले यो यस्तोमा काम गर्ने हो उहाँ यस्तोमा आउँछ भनेर बुझाउनु देखाएर मैले बोल्न आयो त्यसले बुझाउँछु ओके ओके पढ्नु म पेपरै दिन्छु नि अनि त्यसपछि चाहिँ यसो हेर्दाखेरि हाम्रो आदरणीय अब गायक प्रशान्त तामाङ जस्तो पनि देखिनु हुँदो रहेछ यार उहाँलाई है झट्टै हेर्दाखेरि मङ्गोलियन हो नि त मङ्गोलियन हो उहाँ दादालाई चाहिँ एकदमै यहाँबाट मैले एकदमै नमन गरेँ है पछिल्लो समयका कुराहरूलाई पनि मैले अलिकति सम्झना आयो र प्लस हामीसँग यहाँनिर अहिले जति पनि भएका सामानहरू छन् नि है तपाईँहरूको लागि सेवामा समर्पित छु यहाँनिर देख्नु भएको ब्रान्डका बक्सरहरू छ क्वालिटीका यहाँनिर लेडिज ब्यागहरू छ तपाईँहरू कुनै पनि ठाउँबाट मगाउन चाहनुहुन्छ भने यो आइटमका अरू भेराइटीका ब्यागहरू पनि छन् है हजुरहरूले हेर्न सक्नुहुन्छ है यहाँनिर पनि हेर्न सक्नुहुन्छ बक्सरदेखि मोजाहरू चाहिँ सबै कुरा छ पेन्टीहरू पनि छ ज्याकेटहरू पनि छ विन्डसिटरहरू पनि छ तपाईँहरूलाई के चाहिन्छ तपाईँहरू आउनु होला अहिले रेनिङको समय छ यहाँनिर देख्नु भएको छ रेनकोटहरू पनि छ है अनि अरू सामानहरू पनि यतापट्टि छ यहाँ देख्न सक्नुहुन्छ यहाँनिर स्लिप भेस्टहरू पनि छ यहाँनिर देख्न सक्नुहुन्छ स्लिप भेस्टहरू बक्सरहरू यस्तो ज्याकेटहरू तपाईँहरूलाई चाहिएमा चाहिँ हाम्रो रञ्जनाको केसरी यो निर प्लाजाको चाहिँ अन्डरग्राउन्डमा आउन सक्नुहुन्छ यहाँ भट्टाभट यहाँ सामानहरू बिक्री भइरहेको छ यहाँ चाइनादेखिबाट पनि आउनुभएको छ इन्डियादेखिबाट पनि आउनुभएको छ धेरैजना ओके तपाईँहरूलाई पनि चाहियो भने चाहिँ हामीसँग भएको र तपाईँसँग के सामान बनिरहेको छ तपाईँको फ्याक्ट्रीमा अथवा बेच्न सकिरहनु भएको छैन भने तपाईँले चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ र कसैलाई के चाहिरहेको भने पनि सम्पर्क गर्नु होला व्हाट्सएप नम्बर 98 18 92 51 नम्बरमा चाहिँ तपाईँहरूले सम्पर्क गर्नु होला यो जानकारी दिँदै नियमित रूपमा अपडेट पनि हुनु होला ओके बाई सी यू सबैजनाले स्वस्थ व्यापार गर्नु होला स्वच्छ व्यापार गर्नु होला बाई